रिक्सा चालक र यो ट्याक्सी चालकहरू हामीलाई धेरै अहिले दुःख दिइराखेछन्। लुम्बिनी विकास कोषले कुनै बेला उता गेट 5 नम्बर बन्द गरिदिएछन्, अहिले 6 नम्बर पनि बन्द गरिरहेछ। त्यहाँ पार्किङको समस्या अनि भित्र पनि सबै समस्या छ। यहाँको स्थानीयलाई लखेट्न खोजेछ कि लुम्बिनी विकास कोषले। यो जुन सुरुदेखि नै यहाँ हामी आटो चलाएछौँ, म त चलाएको छैन तर अरू साथीहरू चलाएछन्। सुरुदेखि व्यवसायिकलाई यहाँ लुम्बिनीको चर्चित बनाउने यी रिक्सावाला हो, तर आज यही रिक्सावालालाई चाहिँ यहाँ लुम्बिनीबाट हटाउन खोजेछ लुम्बिनी विकास कोषले। अहिले 1000 रुपियाँ भनिरहेछ महिनाको लाग्छ। आज बिहानै मिटिङ गरेछन् उता अफिसतिर, पैसा दिएर भनी छिर्न पाइँदैन, हप्ता दिनको टाइम दिएछन्। त्यही भएर यहाँ लुम्बिनीमा अहिले धेरै भनेको यो लुट तन्त्र भयो लुम्बिनीमा अहिले धेरै करप्सन भएछ। यहाँ जुन आउँछ हाकिमहरू त्यो सेलेरीभन्दा बढी यहाँको पैसा लुटेर गइरहेछन्। हामी यहाँको स्थानीयले केही पनि पाएको छैन। यहाँ लुम्बिनीमा अहिले हेर्नुहोस् कति फोहर छ, यो फोहरको पनि यहाँ उ गरे छैन। माला पसल लगायत होटल व्यवसायिक लगायत सबैलाई यहाँ पीडित बनाइसकेछ लुम्बिनी विकास कोषले।